आइ यहाँ ल मिलेन नि भन है आकाश टिममा सरिहाल्छ हामी नाइस खतरा यता वीरबहादुर गुरुङ तातेको छ ओ माई गड खतरा हो अनि बुढो भेटरान्सहरू फर्ममा आएको छ है नाइस दामी बबाल रिस्की हो चप ए दामी गरे त यसले त बेस पनि उता लैदिँदा अर्को के त्यसले झुक्काइदियो कि यसले यार मोहनले तैँले त्यस्तो गर्थ्यो होइन नि 10,000 को गेम भइरहेको यहाँ नाइस मिल्दैन सोल्टी रोक है ल दामी मौका छ है नाललाई मौका छ अब उता उता गएको कि नै यता त आएन दामी ल अब के गर्ला नि त आकाश सोल्टीले आकाश सोल्टीले केही गरेनन् है ल है अब के गेम हाल्ला नि त वीरबहादुरले तातेको छ है बुढो तातेको छ कति भयो पोइन्ट कति भयो 16-7 ल सोह्र 7 है मिस्टेक गएको छ है हातको नाइस लभली दामी भनेको त्यहाँ यता त त्यसको है ढोल है ओहो 16-7 बिरुहरू 16 आकाश 7 यता हात दामी यार सोल्टी यार नाइस यो पनि राम्रो हो
खडमा यो चप छ त्यो यहाँ हान्न यो हामीले यता के पखाइ कति छ अरे 25 छ के फ्याटे हाल्यो यसो हाल्दियो न फ्याटे यो त ल्याइदे के चढाइन त्यसै त यहाँ हाल्यो के भयो छ मैले यो मिलाउँछु छोला त ए न नसके दामी सबै बस्यो तर ओहो अगाडि कालो गोटी देखेर तर्सेका छन् है दामी भयो त्यो पनि त्यो बेस हाने नाइस भनेर फेरि बेसमै आएका सबै रहेछ 24 लाई खेल्ने तरखरमा छन् है यता है याम त त्यसले त्यसमै राख्ने हो पारी गरेर राख्ने साह्रो कामै छैन पानी आउँथेन र यसको किन हाल्नुपर्छ लाली सेप छ मान्नु पर्थेन बुढो अहिले होइन आउँथ्यो अनि तिमीले यो मिलाएपछि उसको चान्समा आइहाल्थ्यो त्यो खायो नि क्विन उतै हानेर ठ्याक्क मिल्थ्यो नि खत्रै हो यो त भाइ मौका छ है होटलले क्याम हान्ला त लभली 15 हान्ला नि त कि 15-16 होला नाइस भनेको त ल 23 को मौका छ है यता है फेरि ल है कि 23 हान्ला नि त वीरबहादुरलाई चान्स छ 23 को ओहो ल यही आम यही हान्नु पर्दैन कालो पनि केही हुँदैन त्यसो भन्नुपर्छ नि पर हान्ने बेला अगाडि लभली यहाँ कालो गर्नु के भन्नु पर्छ त्यही भएर त तँलाई हान्न त मैले तँलाई त हान बतेर त हामीले हान्ने आए के ल तान लभली तान्न पछाडि चपाउनु सक्छ है 22 को मौका छ है 22 22 हाल्ला नि त ल है मौका छ है फाइन भनेको थिएँ नि मैले देखि 22 को मौका गुमाएका छन् अब भोटेले गेम हान्दैछन् है
छोडिदियो अरे ल आकाश हान ल है तेरो बनाउनु पर्यो है आकाश सोल्टी है ल है कन्डिसन कस्तो हुन्छ हो यो हुन्छ 22 भन्दा त 26 22 भन्दा त 26 ठिक छ यतै हाने सही हो त्यो पनि सोल्टी ए यार सोल्टी यार ल अझै पनि मौका छ है 22 को मौका छ है बिजुलाई मौका छ 22 अङ्कको अझै पनि के गरे यस्तो दुईटैले के गरे यस्तो ल है ओइ 22 है फेरि है ओहो 22 थियो ल 22 हानेका छ नि यता 22 हानेका छ नि ल अङ्क 22 7 है यता 22 यता 7 अब भोटेले चोइस गरी के खाला त आउनु आउनु फर्कियो है नाइस सुरुमा बङ्गाएर लास्टमा चाहिँ क्या भन्ने कि बुढोले लभली शट यार सोल्टी यार दामी गड यार बस फकाइ हाने यार बच्चाहरूलाई यार सुरुमा यार गोटी नहानी मेरो मिस भयो 28 मिस भयो नि त 28 मेरो फर्किन्छ भने टुक्रो गरेको गोटी नै लभली सट यार दामी हानिन्छ क्या त पाइयो जबरजस्ती हाने कस्तो मजा थियो हामी क्विन टिमको यता हान्न
होइन ल यतिकै रमाइलो लाग्ला रामी यो खाएको चाडा खाइले दाले पकाउने मास्टर हेलो त्यसलाई सेभेन हो तेरा हो त्यहाँबाट सुरु राख लभली यार होटे यार ढोलक गाउने हाने यार ल किन हो यार गोटी नघटाएको छोड़ दे के त्यसलाई सेभेन हाल्यो हो यही पालमा आउने गरे दामी 18-22 18 यता 22 ज्ञान दाइ र छोराहरूको कोच भएन कि ढोल यार के गाली गरेको यार कोचले यार Rame. के गरेछ न अहिले यसले के गरेछ यहाँ त के कतिखेर के हुन्छ थाहै हुन्न कि त्यो स्ट्राइकर उल्टा उल्टा मैदा लाइला हान्नुपर्छ मेरो 3 चोटि त्यहाँ धुस्स भयो नि अनि नाइस ल दामी थर्डमा कट लायो भने त्यसको हानले कट लायो चान्स त छ है बुढोले एक मिस त गेमको चान्स छ है गेम फिनिस हाल्ला नि त लभली हाने यता विनर भयो यता विनर